नमस्ते। एटीएमबाट पैसा झिक्ने गर्नुहुन्छ? गर्नुहुन्छ भने एकछिन ध्यान दिनुस् है। नेपाल राष्ट्र ब्याङ्कले एटीएमबाट पैसा झिक्ने नियममा एउटा ठूले परिवर्तन गरेको छ। आउनुहोस् आज हामी यही विषयमा एकदमै सरल भाषामा कुरा गरौँ। ल कुरो के हो भने यदि नियमित रूपमा एटीएम चलाउने बानी छ भने अब पैसा झिक्नु अघि केही कुरा थाहा पाउनै पर्ने भयो। यो नयाँ नियमले हाम्रो पैसा चलाउने बानीमा के कस्तो असर गर्ला त? ल बुझौँ है त। हो, नेपाल राष्ट्र ब्याङ्कले आधिकारिक रूपमै घोषणा गरिसक्यो एटीएम डेबिट कार्डबाट नगद झिक्ने लिमिट अब घटाइएको छ। अनि यो नियम लागू पनि भइसक्यो है। त्यसैले के बदलियो त त्यो जान्नु त एकदमै जरुरी भइहाल्यो नि। त्यसो भए राष्ट्र ब्याङ्कको यो नयाँ घोषणाले आखिर के परिवर्तन गर्यो त? कति घट्यो त पैसा झिक्ने सीमा? ल एक एक गरेर हेरौँ। ल हेर्नुस्, अब नयाँ नियमअनुसार एक पटकमा 25,000 झिक्न पाइन्थ्यो नि, अब त्यो घटेर 20,000मा झरेको छ। तर सबैभन्दा ठूलो परिवर्तन चाहिँ दैनिक सीमामा भएको छ। पहिले दिनको 1 लाखसम्म झिक्न मिल्थ्यो, अब त सिधै आधा मतलब 50,000मा झारिएको छ। अनि महिनाको कुरा गर्दा पहिलेको 4 लाखबाट घटेर अब 3 लाख रुपियाँ मात्र झिक्न पाइने भयो। यो चार्टमा हेर्दा त झनै प्रष्ट हुन्छ। हेर्नुस् त, दैनिक पैसा झिक्ने सीमामा सिधै 50%ले घटाइएको छ। पुरानो 1 लाखको सीमा अब स्वाट्टै घटेर 50,000। यसले हाम्रो नगद चलाउने बानीमा त पक्कै पनि ठूलै असर पार्छ, होइन त? अब मनमा प्रश्न आउन सक्छ, राष्ट्र ब्याङ्कले किन यस्तो निर्णय गर्यो होला, होइन? के रहेछ त यसको पछाडिको कारण? ल त्यो पनि बुझौँ। राष्ट्र ब्याङ्कको भनाइ एकदमै स्पष्ट छ। उनीहरू चाहन्छन् कि मानिसहरूले नगदमाथिको भर अलि कम गरून् र डिजिटल पेमेन्टतिर लागुन्। भनेपछि यो नगदको प्रयोग घटाएर मोबाइल ब्याङ्किङ र अरू डिजिटल तरिकाको प्रयोग बढाउने एउटा आइडिया हो। ल नियम के हो र किन आयो भन्ने त बुझियो। तर अब प्रश्न आउँछ, हामीले के गर्ने त? हाम्रो दैनिकीमा यसले कस्तो असर पार्छ र योसँग कसरी बानी पर्ने? आउनुहोस् केही काम लाग्ने टिप्सहरूबारे कुरा गरौँ। यो नयाँ नियमसँग बानी पर्नलाई केही सजिलो उपायहरू छन्। जस्तै पहिलो कुरा, कति नगद चाहिन्छ भनेर अगाडि नै अलिअलि प्लान बनाउने। दोस्रो, सकेसम्म क्यूआर कोड वा अनलाइन पेमेन्ट जस्ता डिजिटल तरिकाहरू अपनाउने। अनि तेस्रो, मोबाइल ब्याङ्किङको प्रयोग बढाउने। यसो गर्दा धेरैजसो काम त नगद नभए पनि चल्छ। अन्तमा यो सबै परिवर्तनले एउटा ठूलो प्रश्न पनि उब्जाउँछ। के हामी साँच्चै क्याशलेस समाजतिर जाँदैछौँ त? के अब पैसाको भविष्य भनेकै डिजिटल हो? यो निर्णयले त त्यतैतिर सङ्केत गरेको जस्तो देखिन्छ। यस विषयमा सोच्दै गर्नुहोला। अर्को पटक फेरि भेट हुने नै छ।